So I'm going to explain म चाहिँ क्याश फ्लो स्टेटमेन्ट चाहिँ एक्सप्लेन गर्न जाँदैछु आफूले आफूलाई किनभने मैले पछि बिर्सिन सक्छु सो द्याट आई क्यान रिटेन इट होइन स्टेटमेन्ट अफ टेस्ट अन्डरस्ट्यान्डिङ 1 सल्भिङ वी हेभ गिभन हियर ट्रेड पेएबल्स ट्रेड रिसिभेबल्स अल द थिङ्स होइन इन्फर्मेसन इज गिभन एन्ड हियर वी हेभ स्टेटमेन्ट अफ प्रफिट एन्ड लस यो चाहिँ हाम्रो स्टेटमेन्ट अफ प्रफिट एन्ड लसको आइटम दिएको छ यहाँ चाहिँ हाम्रो स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनको आइटम दिएको छ अनि यहाँ तल कन्ट्राको एन्ट्री दिएको छ अनि हामीलाई चाहिँ यहाँ डाइरेक्ट मेथडबाट नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज बना भनेर भनेको छ अपरेटिङ एक्टिभिटिज दुई टाइपमा गर्न सकिन्छ एउटा हुन्छ डाइरेक्ट मेथड एउटा हुन्छ इन्डाइरेक्ट मेथड होइन अपरेटिङ एक्टिभिटिज यहाँनिर फर्मेटहरू एकचोटि क्यास फ्लो स्टेटमेन्ट भयो क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज इन्भेस्टिङ एक्टिभिटिज फाइनेन्सिङ एक्टिभिटिज हुन्छ अपरेटिङ एक्टिभिटिज चाहिँ डाइरेक्ट र इन्डाइरेक्ट मेथडबाट गर्न सकिन्छ र हामीलाई यहाँ डाइरेक्टबाट गर्न जाँदैछौँ पहिला सुरु ओके सो फर्स्ट अफ अल हाम्रो चाहिँ डाइरेक्ट मेथडबाट गर्दाखेरि चाहिँ अपरेटिङ एक्टिभिटिजभित्र चाहिँ के पर्छ भन्दाखेरि क्यास रिसिभ फ्रम कस्टमर्स क्यास पेड टु इम्प्लोइ क्यास पेड टु सप्लायर्स इन्ट्रेस्ट पेड एन्ड ट्याक्स पेड यहाँनिर चाहिँ अपरेटिङ क्यास फ्लो फ्रम अपरेसन भनेर आउँछ होइन यहाँ चाहिँ नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज हुन्छ तर मैले चाहिँ डाइरेक्टली गरेको छु ओके पहिला सुरु क्यास रिसिभ फ्रम कस्टमर हामीलाई यो थाहा हुनको लागि चाहिँ हामी यो इन्फर्मेसनहरू युज गर्नेछौँ होइन अनि हामीले चाहिँ एउटा रिसिभेबल अकाउन्ट बनाउँछौँ किनभने रिसिभेबल अकाउन्ट क्यास फ्लो भनेको के हो क्यास कति क्याससँग मात्रै रिलेटेड क्या होइन सो हामीले चाहिँ यहाँनिर रिसिभेबल अकाउन्ट बनाउँछौँ ताकि हामीले चाहिँ वर्षमा चाहिँ कति क्यास चाहिँ रिसिभ गऱ्यौँ क्या ओन्ली क्यास आइटम होइन ओन्ली क्यास आइटम कति रिसिभ गऱ्यौँ भनेर सो दिस इज रिसिभेबल अकाउन्ट अब हामीले रिसिभेबल अकाउन्ट चाहिँ किन बनाउँदैछौँ भन्दाखेरि हामीले चाहिँ रिसिभेबल अकाउन्टबाट चाहिँ कति पैसा पायो भनेर थाहा हुन्छ र पेएबल्सबाट कति पैसा तिर्यो भनेर थाहा हुन्छ होइन त्यही गरेर अरू अकाउन्ट हेरी हुन्छ सो रिसिभेबल अकाउन्टसँग के रिलेटेड छ त हामीलाई इन्फर्मेसन दिएको छ ट्रेड रिसिभेबल्स ओके ट्रेड रिसिभेबल्स यहाँनिर ओपनिङ र यहाँनिर क्लोजिङ यो त आउने नै भयो रिसिभेबल्स अकाउन्टमा अरू के हुन्छ त अरू आउन सक्ने भनेको के हो रिसिभ सेल गरेर त रिसिभ गरिन्छ नि होइन हामीले चाहिँ सेललाई चाहिँ क्रेडिट सेल भनेर एज्युम गर्छौँ इफ देयर इज नो क्रेडिट सेल इज गिभन अल द सेल्स वी एज्युम इट एज क्रेडिट सेल्स सो नाउ वी आर गोना सल्भ द क्वेसन सो वी हेभ हियर रिसिभेबल अकाउन्ट डेबिट एन्ड क्रेडिट सो टकिङ अबाउट asset okay receivable is current asset so opening will always be from debit side so here we have 2007 and 2008 so the opening is 2007 so 35,663 opening 35,633 and closing is always in credit so here we have closing here अनि अब यहाँनिर के हुन्छ हाम्रो के सेल्सलाई हामीले के एज्युम गरे सेल्सको एन्ट्री के हुन्छ रिसिभेबल डेबिट रिसिभेबल क्रेडिट सेल्स राइट सो अब रिसिभेबल अकाउन्ट बनाउँदैछौँ भनेपछि त रिसिभेबलको त सेल्स आउँछ नि त होइन यो त अलवेज लेजरको रुल नै हो अपोजिट साइड लेख्ने होइन डेबिट रिसिभेबल छ भनेपछि सेल्स डेबिटमा आउँछ सो यो ह्याभ डेबिटमा अनि यहाँ कन्ट्रा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कन्ट्रा दिएको छ भने चाहिँ क्लोजिङमा माइनस गर्ने अनि यहाँनिर चाहिँ कन्ट्रा भनेर लेखिदिने ओके क्लोजिङमा माइनस गरिदिने अनि यहाँ कन्ट्रा भनेर लेखिदिने जेमा पनि होइन सायद रिसिभेबल पेएबल्स एनिथिङ अनि हामीले चाहिँ अब योहरू भयो होइन अब यहाँनिर चाहिँ ब्यालेन्सिङ फिगर आउँछ होइन जुनलाई चाहिँ क्यास रिसिभ भनेर हामी वी क्यान नो अब अर्को लोजिकल वेमा अन्डरस्ट्यान्ड गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ओके लेट्स सी यो ओपनिङ ब्यालेन्स भनेको अर्को वर्षबाट आएको हुन्छ राइट अर्को वर्षबाट आएको हुन्छ सो ओपनिङ अर्को वर्षबाट आएको भनेपछि त यो चाहिँ ओपनिङ रिसिभेबल भनेपछि यो चाहिँ अर्को वर्षबाट यो वर्षमा ट्रान्सफर भयो जुन चाहिँ यति चाहिँ हामीले अर्को वर्षबाट रिसिभेबल आउन बाँकी थियो होइन अनि सेल्स गऱ्यो भने चाहिँ अब यति थप्यो यति आउन बाँकी भयो यो वर्षमा टोटल यति आउन बाँकी भयो अनि यहाँनिर क्लोजिङ चाहिँ यहाँनिर दिएको छ भनेपछि चाहिँ अब फेरि लास्टमा चाहिँ यति मध्ये यति आउनु बाँकी हो क्या फर एन एक्जाम्पल ओके लेट्स सी फर एन एक्जाम्पल
ओपनिङ इज 100 एन्ड सेल्स रेभेन्यू इज 900 भनेपछि हामीले टोटलमा 1000 आउनु बाँकी हो, राइट। तर हामीले अनि वर्षको लास्टमा चाहिँ होइन हामीसँग चाहिँ 100 रुपियाँ आउनु बाँकी हो भनेपछि हामीले टोटल क्यास चाहिँ कति, यो चाहिँ सबै रिसिभेबल हो क्या, रिसिभेबल। अब यो अर्को वर्ष ब्यालेन्स बिएफ भनेर ओपनिङमा जान्छ होइन। सो भनेपछि हामीसँग टोटल अमाउन्ट कति भयो त, 1000 माइनस 100 गऱ्यो भने 900 चाहिँ क्यास चाहिँ हामीसँग आउनु बाँकी भयो, हामीसँग आएको रहेछ क्यास रिसिप्ट। किनभने 1000 वर्षको फर्स्टमा 1000 रुपियाँ आउनु बाँकी थियो, तर वर्षको लास्टमा चाहिँ 1000 मध्ये 100 मात्रै आउनु बाँकी भयो भनेपछि 1000 माइनस 100 गर्दा 900 बाँकी भयो नि त होइन। 900 चाहिँ भनेपछि हामीले पाइसकेछ एज अ क्यास। सो द्याट्स इट, ओके। एन्ड एभ्रिथिङ अदर as we have made the receivable accounts, so do we have to make other accounts such as for cash paid to employee, wages account, cash paid to suppliers, payables account, interest paid interest account, and tax paid tax account. So that's it. Thank you. Cash flow just understanding भन्ने थियो।